आज हामी एउटा अलिक फरक खालको यात्राबारे कुरा गरौँ न। पत्रकार मिलन लिम्बुको होइन, कसरी उहाँ पत्रकारिताबाट राजनीतिमा आउनुभयो अनि फेरि के भयो त? हो, एकदमै चाखलाग्दो विषय छ यो। मिलन लिम्बुको यात्रा, पत्रकारितादेखि उम्मेदवारी अनि त्यसपछिका कुराहरू। हामीसँग उहाँको बारेमा केही जानकारीहरू छन् होइन, उहाँको पृष्ठभूमि, काम, राजनीतिक मोडहरू। आउनुहोस् यसलाई अलिक गहिरोसँग हेरौँ, के लाउँ। हुन्छ, सुरु गरौँ उहाँको पृष्ठभूमिबाटै। कहाँबाट सुरु भयो त उहाँको कथा? उहाँ त 20 सन् 2048 सालमा इलामको त्यो माङसेबुङ भन्ने गाउँपालिकामा जन्मनु भएको रे? हो, माङसेबुङ वडा नम्बर 2 मा। अनि परिवार पनि भनौँ न सामान्य निम्नवर्गीय कृषिमा आधारित। ए, बुवा आमा अझै खेतीपातीमै हुनुहुन्छ अरे? हजुर, अझै कृषि कर्ममै हुनुहुन्छ। उहाँ 3 भाइमध्ये जेठो। ए हो र, अरू भाइहरू नि? एकजना माइला भाइ त नेपाल टेलिभिजन इटहरीमा समाचार वाचक हुनुहुन्छ। कान्छा चाहिँ दक्षिण कोरियामा। ए, वैदेशिक रोजगारीमा? हजुर। पढाइ चाहिँ गाउँकै स्कुलबाट सुरु गर्नुभयो? हो, प्रारम्भिक शिक्षा गाउँकै सरस्वती माध्यमिक विद्यालयमा, अनि पछि उच्च शिक्षाको लागि दमक बहुमुखी क्याम्पस जानुभयो। ए, दमक। यो पृष्ठभूमि मतलब सामान्य कृषि परिवारबाट आएको मान्छे 1.5 दशक पत्रकारितामा बिताउनु भयो, यो त लामै समय हो नि? हो नि, करिब 15 वर्ष पत्रकारितामै। उहाँ दृष्टि साप्ताहिकको सम्पादक पनि हुनुहुन्थ्यो। अनि त्यो आदिवासी जनजाति पत्रकारहरूको संस्था फोनिज, त्यसमा पनि हुनुहुन्थ्यो होइन? हो, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको केन्द्रीय महासचिव। त्यो पनि महत्त्वपूर्ण पद हो। तर पछि त्यो पद छोड्नु पर्यो है, चुनाव उठ्ने भएपछि? त्यस्तै भयो। इलाम उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपछि फोनिजले उहाँलाई राजीनामा दिन निर्देशन दियो। पत्रकारिताको आचार संहिता र राजनीतिक सक्रियता एकै ठाउँमा नहुने भन्ने कुरा आयो। यो पत्रकारिताबाट राजनीतिमा फड्को मार्ने निर्णय नै खै अलि ठुलै कदम हो नि, होइन र? एकदमै। यो उहाँको यात्राको एउटा भनौँ न टर्निङ पोइन्टै हो। रोचक कुरा के छ भने उहाँ पहिले नेकपा माओवादी केन्द्र निकट बनेर चिनिनुहुन्थ्यो। ए, माओवादी निकट? हजुर। तर पछि त्यो आबद्धता त्याग्नुभयो अनि इलाम 2 को उपनिर्वाचनमा सुरुमा त स्वतन्त्र उठ्छु भनेर घोषणा गर्नुभयो। ए, सुरुमा स्वतन्त्र? अनि रासोपा कसरी आयो त? हो, त्यही त। उहाँले स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूले उहाँसँग कुरा अगाडि बढाउनु भएछ। कसले? रवि लामिछानेहरूले? हो, रवि लामिछाने, डोलप्रसाद अर्याल लगायतका नेताहरूसँग छलफल भयो अनि त्यसपछि उहाँ रासोपा प्रवेश गर्नुभयो र पार्टीकै उम्मेद्वार बन्नुभयो। ए, कारण चाहिँ के भन्नुभयो उहाँले? स्वतन्त्रबाट एकाएक पार्टीमा जाँदा उहाँले चाहिँ आफ्नो त्यो संघीयता र पहिचानप्रतिको अडानले गर्दा रासोपा रोजेको भनेर बताउनु भएको थियो। अब नयाँ पार्टीले नयाँ अनुहार खोज्नु स्वाभाविकै हो। त्यो त हो। अनि चुनाव भयो विक्रम सम्वत 2081 वैशाख 15 मा इलाम 2 मा सुभाष नेम्वाङको ठाउँमा भएको उपनिर्वाचन। हो, नेम्वाङको निधनपछि रिक्त भएको सिट थियो त्यो। तर नतिजा त उहाँको लागि राम्रो आएन, जमानत नै जप्त भयो रे। दुखद कुरा। जमानत जप्त हुनु भनेको त मतलब 10% मत पनि कटाउन नसक्नु हो। निकै कमजोर नतिजा मान्नुपर्छ। रासोपा जस्तो राष्ट्रिय चर्चामा आएको पार्टीबाट उड्दा पनि यस्तो किन भयो होला त? खै, यसका धेरै कारण हुन सक्छन्। एउटा त इलाम 2 पहिलेदेखि नै एमालेको अलि बलियो पकड भएको क्षेत्र मानिन्छ। हो, सुभाष नेम्वाङकै क्षेत्र हो। अनि उहाँप्रतिको सहानुभूति मत पनि एमाले उम्मेद्वारलाई गयो होला। अर्को कुरा, रासोपा नयाँ पार्टी स्थानीय स्तरमा संगठन कति बलियो थियो त्यो पनि हेर्नुपर्छ। अनि मिलन लिम्बु आफै पत्रकारका रूपमा चिनिए पनि राजनीतिक रूपमा कति स्थापित हुनुहुन्थ्यो भन्ने पनि होला। त्यो पनि हो। पत्रकारिताको अनुभव र छोटो राजनीतिक तयारी सायद पर्याप्त भएन कि? चुनाव हारेपछि उहाँको प्रतिक्रिया अलि फरक आयो नि। राजनीतिलाई पेशा बनाउनु हुन्न भन्नुभएछ? हो, त्यो कुराले पनि धेरैको ध्यान तान्यो। उहाँले भन्नुभयो, अब राजनीतिलाई पेशा बनाउँदिन, जीवन चलाउन कृषिजन्य उत्पादन र बजारीकरणतिर लाग्छु। सामाजिक सञ्जालमा त साग पसल खोल्छु, साग बेचेरै जनताको सेवा गर्छु भनेर लेख्नुभएछ। हो, त्यो साग पसलको कुरा पनि निकै चर्चामा आयो। उत्पादन, सङ्कलन, बजारीकरणमा लाग्ने उहाँको योजना रहेछ। यो कतिको साँच्चीकै हो या साङ्केतिक मात्रै होला? अब त्यो त हेर्दै जानु पर्ला। तर यसको साङ्केतिक अर्थ चाहिँ छ।
राजनीति बाहिर बसेर पनि अर्कै तरिकाले समाज सेवा गर्न सकिन्छ भन्ने सन्देश दिन खोज्नु भएको होला। हुन सक्छ हार पछिको प्रतिक्रिया पनि होला वा साँच्चीकै नयाँ बाटो समात्न खोज्नु भएको हो कि। जे भए पनि यसले एउटा बहस त सुरु गरेको छ राजनीति, जीविका र सार्वजनिक सेवाको सम्बन्धबारे। त्यसो भए संक्षेपमा भन्दा मिलन लिम्बुको यात्रा पत्रकारिता, राजनीतिमा छोटो प्रयास अनि फेरि यो कृषि उद्यमतिरको मोड यसले के देखाउँछ त? यसले सायद नयाँ पुस्ताले समाजमा योगदान गर्ने तरिकाहरू बदल्दैछन् कि भन्ने देखाउँछ। औपचारिक राजनीति मात्रै होइन, अरू बाटाहरू पनि छन् भन्ने खोजी। अनि उहाँको त्यो भनाई राजनीतिलाई पेशा बनाउनु हुँदैन र साग बेचेरै सेवा गर्छु, यसले चाहिँ जीविकोपार्जन र सार्वजनिक सेवालाई कसरी जोड्ने भन्नेबारे गम्भीर प्रश्नहरू उठाएको छैन त? एकदम। यो साँच्चै विचार गर्नुपर्ने कुरा हो। राजनीतिमा लागेपछि आर्थिक रूपमा कसरी टिक्ने अनि सेवाभाव कसरी कायम राख्ने यो एउटा ठूलो चुनौती हो। यो प्रश्नमाथि हामी सबैले सोच्नुपर्ने देखिन्छ। आजलाई यति नै गरौँ होला। हुन्छ।